Hi guys, अब चाहिँ म भोट दिन जानको लागि रेडी हुँदैछु। Get ready with me. चुकिन्छ म हिँड्छु खोज्न परिवारको हाँसो खुसी बुझिन्छु त्यो स्वार्थ एकमात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची टिल्टीले हाँसोको खोजी टिल्टीले आँसुलाई बुझी बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी 2 पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय घुमिन्छु हाकिमहरूको इसारामा पुगिन्छ कि किनारमा भवसागरलाई तरेर के लेख्या छ निधारमा के भएन पढेर चाप्लुसीको संसारमा सकिँदैन लडेर मन खुसी यो व्यापारमा बेइमानीकै चल्दो रहेछ रुखमा पैसा फल्दो रहेछ इमानदारी बेच्नेको टाउकोमा अर्को टेक्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिन कहिले समाजले दुश्मन भयो अहिले छोरा खिचखिच गर्छ जहिले हात हातमा आइफोन छ भन्नुस् के दिनु त तपाईले छिमेकीको घरमा नयाँ कम्प्युटर ल्याएको छ रे सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे गोर्लेको पकेटमा हात्ती महँगो घडी लाको रे हजुरबाको फुल्छ छाती भ्रष्टाचारी भएको रे छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे छोरीलाई खेलौना छैन बार्बी डल ल्याइदेऊ रे कहाँबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु होइन म त्यो घुसखोरी बल्ल पेट मर्दैछु दिनदिनै म मर्दैछु औला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु हाम्रो दिन नि औला गर्दै नानु तिमी नरुनु है अर्को महिना किनिदिन्छु नि ल्याउरो चाहिँ नहुनु है त्यसपालि चाहिँ ऋणी हुन्छु बुढी मलाई माफी देऊ चाँडै बाला झिकिदिन्छु तिमी नै त साथी हौ नरिसाउ किन दुखी हुन्छौ नानी बाबु सानै छन् बुझ्दैनन् मेरो भावना तिमी बुझ्न सक्छौ बिन्ती फकाइ फुलाई राखन उनीहरू ठुला हुँदै घर उही सानै छ आफन्तहरू आकाश मेरो ज्यानै छ भित्रमन मेरो हृदय आँखा सामु च्यानै छ साँझ मेरो ढलिसक्यो यिनीहरूको बिहानै छ हौसला यो गलिसक्यो जोस जागर जलिसक्यो होस बेगर बरालिँदै गन्तव्यको बाटोमा केही बोल्न सकेको छैन होइन मूर्ख